नमस्कार, म जयन्त अधिकारी। विगत वर्ष यस वर्ष पनि मिति 2082 असोज 25 गते शनिबारका दिन बिहान 8 बजेदेखि जिल्ला स्तरीय हाजवाग गायन तथा नृत्य प्रतियोगिता हुन गइरहेकोमा तपाईँ सम्पूर्ण सामुदायिक विद्यालयलाई हामी आमन्त्रण गर्दछौँ। यस वर्षको गायन प्रतियोगितामा हामीले टप 5 मात्र राख्नेछौँ। किन भन्दाखेरि विगतको वर्षमा धेरै विद्यालयहरूले चाहिँ तयारी नगराइकन विद्यार्थीलाई न सुरको ज्ञान हुन्छ न तालको ज्ञान हुन्छ र चाहिँ मञ्चमा गएर बोरिङ हुन्छ। त्यही भएर हामी चाहिँ तपाईँको विद्यालयमा नै आएर प्रतियोगिता हुनुभन्दा एक हप्ता पहिला आएर हामी चाहिँ अडिसन लिनेछौँ र जुन हामीलाई लाग्छ होइन यो टप 5 बेस्ट हो पर्फर्म गर्नको लागि हामी चाहिँ टप 5 सिङ्गिङको लागि राख्छौँ। त्यस पश्चात चाहिँ नृत्यमा हामी टप 10 राख्नेछौँ, किनभने विद्यालय चाहिँ 20 वटा हुन्छ, 25 वटा हुन्छ र त्यसमा प्रिपरेसन हुँदैन भन्दाखेरि मञ्चमा गएर त्यति मजा आउँदैन र चाहिँ बोरिङ हुन जान्छ। त्यही भएर हामी यसपालि चाहिँ हाजा प्रतियोगितामा सबै विद्यालय चाहिँ भाग लिन पाइन्छ, त्यसको पनि रुल्स रेगुलेसन हुन्छ, हामीले पत्रमा स्पष्ट रूपमा लेखिसकेका छौँ। तर नृत्यमा भन्दाखेरि टप 10 हुन्छ र गायनमा टप 5 मात्र हुन्छ र यो जिल्ला स्तरीय प्रतियोगिता गराउनुको चाहिँ मुख्य उद्देश्य हाम्रो के छ भन्दाखेरि हाम्रो विद्यालयहरूमा चाहिँ एक्स्ट्रा करिकुलममा चाहिँ एक्स्ट्रा एक्टिभिटीमा चाहिँ अलिक ध्यान दिनुहुन्न। त्यही भएर हामीले चाहिँ यो जिल्ला स्तरीय प्रतियोगिता हामीले 2078 सालमा चाहिँ सुरुवात गरेका थियौँ। 2078 भयो, फेरि 79 भयो, 80 भयो, 81 भयो, अब यो पाँचौँ चाहिँ 82 हुनेछ र तपाईँ सम्पूर्ण शिक्षक प्रतिनिधिलाई, विद्यार्थी भाइ बहिनीलाई चाहिँ अहिले चाहिँ राम्ररी तयारी गर्नुहोस् आज प्रतियोगिताको र गायनको, नृत्यको र यसपालि कार्यक्रम एकदमै राम्रो हुनेछ। विगतको वर्षभन्दा पनि अलि राम्रो हुनेछ जस्तो हामीलाई चाहिँ आशा छ। त्यही भएर हामीले चाहिँ यो कार्यक्रम किन आयोजना गर्यो भन्दाखेरि हाम्रो जिल्लाभरका विद्यार्थीहरूमा चाहिँ जिकेआईको राम्ररी चाहिँ त्यो प्रिपरेसन होस् ताकि गभर्मेन्ट जबमा गएर चाहिँ इजिली फाइट गर्न सकोस्। नृत्यको किन छ भन्दाखेरि तपाईँले चाहिँ मात्रै पढेर आउँदैन होइन, तपाईँलाई एक्स्ट्रा कुराहरू पनि आउनुपर्दछ। कसैलाई खेलमा रुचि हुनसक्छ, कसैलाई नृत्यमा हुनसक्छ, कसैलाई गायनमा हुनसक्छ, कसैलाई चाहिँ स्पिच गर्नमा, भाषण ठोक्नमा। अनि त्यही भएर हामीले चाहिँ कम्तीमा हाम्रो यो जिल्लाभरका बच्चाहरूलाई चाहिँ यस्तो चाहिँ मौका भेटोस्। हामी किनभने जतिखेर म सानो थिएँ यस्ता कार्यक्रमको चाहिँ आयोजना थिएन। मलाई पनि धेरै इच्छा थियो कि मञ्चमा गएर चाहिँ गाउँ, केही गरौँ, एक्टिङ गरौँ र हामीले चाहिँ त्यस्तो मौका पाएन। त्यही भएर चाहिँ कि अब मैले जुन कुराबाट चाहिँ हामी वञ्चित भयो, अब हाम्रो आउने यो विद्यार्थीहरूलाई चाहिँ हामी वञ्चित हुन दिँदैनौँ। हाम्रो यो सानो प्रयास हो। ल भेटौँ हामी चाहिँ मिति 2082 असोज 25 गते शनिबारका दिन हामी भेट्नेछौँ। ल सम्पूर्ण विद्यार्थी भाइ बहिनीमा एकदमै तयारी गर्नु होला। यसपालिको कार्यक्रम एकदमै राम्रो हुनेछ। ल धन्यवाद, नमस्कार, जय मातृभूमि, जय राष्ट्र।